नगरपालिका अवस्थित झिगु लाखे समाज हाम्रो समाजको लाखेको अध्यक्ष हुनुहुन्छ। समाजको अध्यक्ष सूर्य प्रधानसँग हामी केही लाखेको विशेषताहरू र लाखेको बारेमा केही जानकारीहरू लिन चाहन्छौँ। हजुरलाई नमस्कार। नमस्ते। यो हाम्रो जुन लाखे छ नि, यो लाखेको फिकल सूर्योदय नगरपालिका फिकल बजारमा आएको कति वर्ष भयो? यो भनेको अनुमानित जिजु बाजेले चाहिँ ल्याउनु भएको हो। जिजु बाजेहरूले। हजुर। उहाँ धुलीखेलबाट होइन। हजुर। म 4 पुस्ता भएँ। हजुर। यो हाम्रो कनकमाई मन्दिर छ। हजुर। उहाँ जिजु बाजेहरूले नै स्थापना गरेको। त्यसको शिलालेखलाई आधार मानेर भन्यो भने यो लगभग 150-55 वर्ष भइसक्यो। 155 वर्ष हामीले फिकल सूर्योदय नगरपालिकाभित्र नचल्दै आएको। हजुर। अहिले नेहरी कला संस्कृति मध्येमा एउटा लाखे नाचले एकदम महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अहिले यो झिगु लाखे समाजमा हामी कति परिवार समावेश छौँ? हाम्रो झिगु लाखे समाजमा चाहिँ हाम्रो यो 45 घर हामी आबद्ध छौँ। तर यो झिगु लाखे समाजले लाखे निकाले तापनि यो समग्र नेवारहरूको चाहिँ पहिचान हो। यो नेवारहरूको सम्पत्ति हो। कला संस्कृति भनेको एउटा समाजमा मात्रै आबद्ध हुँदैन। यो चाहिँ सम्पूर्ण नेवारी कला संस्कृति सम्पूर्ण नेवारहरूको चाहिँ यो प्रतिनिधित्व गर्छ। जस्तै नेवारहरूको लाखे भन्दै गर्दाखेरि है, यो लाखेमा चाहिँ फिकल बजारमा जुन प्रकारले हामी लाखे नचाउँदैछौँ, यो लाखेमा अरू समुदाय, अरू जात जाति, धर्म विशेष व्यक्तिहरूले चाहिँ कस्तो दृष्टिकोणले चाहिँ यो लाखेलाई हेर्दै आउनु भएको छ? तपाईँले धेरै महत्त्वपूर्ण प्रश्न सोच्नुभयो। हाम्रो फिकलमा विभिन्न जात जातिहरूको बसोबास छ होइन। हजुर। यो लाखे कला संस्कृति नेवारको भए तापनि र यो जमघट हेर्नुहोस्, हरेक सब जात जातिहरू चाहिँ यसमा चाहिँ आएर उत्सुकतापूर्वक यो जात्रा लाखे नाचलाई चाहिँ एकदम सफलतापूर्वक सञ्चालन गर्न चाहिँ मद्दत गरिरहेछ। यसमा सम्पूर्ण जात जातिहरूलाई म झिगु नेवार लाखे समाजको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। यो लाखेको तपाईँ त स्वयं अध्यक्ष हुनुहुन्छ है। हजुर। त्यसै क्रममा हजुरले चाहिँ यो लाखे कहिले कहिले र कसरी कुन कुन प्रोग्राम कसरी गर्ने भन्ने सेड्युल एउटा एक प्रकारले तयार गर्नुभएको छ होला। अवश्य अवश्य। तपाईँको हाम्रो सूर्योदय नगरपालिकाभित्रमा लाखेमा आउनु चाहनुहुने महानुभावहरूलाई चाहिँ केही सेड्युलहरू हजुरले बताइदिनु सक्नुहुन्छ? एकदमै। हामी गठमङ्गल यो असार 26 गते निकाल्यौँ। हजुर। त्यसपछि हिजो नाग पञ्चमी। हजुरदेखि हाम्रो त लाखे सुरुवात भयो। आज 2 गते भयो होइन। हजुर। अब हामी 4 गते बिहिबार हाम्रो समाज हल फिकल पुरानो बजारबाट फिकल हुँदै सब्जी लाइन हुँदै पिटार हामी परिक्रमा गरेर फेरि समाज हलमा आएर विसर्जन गर्छौँ 4 गते। त्यसपछि हाम्रो सेड्युल छ 7 गतेको छ, आइतबार दिन छ। 7 गते हामी चाहिँ समाज हल फिकल पुरानो बजारबाट चाहिँ हामी बरबटे लान्छौँ है। त्यसै गरी 9 गते पनि छ। 9 गते चाहिँ हामी फिकल छिपिटार परिक्रमा गर्छौँ। 12 गते हाम्रो क्वाटी पुर्णे हुन्छ। यो नेवारहरूको एउटा चाड पनि हो। हामी चाहिँ 12 गते चाहिँ हामी समाज हलमै क्वाटी खाएर एकदमै हामी चाहिँ लाखे नचाउँछौँ। र त्यस्तै गरेर 13 गते गाई जात्रा। यो धेरै महत्त्वपूर्ण दिन हो। हाम्रो नेवारहरूको संस्कृति के छ भने हामी नेवारहरूको मरेको घरबाट चाहिँ मर्ने व्यक्तिको आत्माले शान्ति पाओस्, पार पाओस् भनेर चाहिँ हामी गाई जात्रा निकाल्छौँ। र यो गाई जात्रामा चाहिँ यसपालि हाम्रो 6वटा घरबाट चाहिँ गाई जात्रा निस्किँदैछ। र त्यस्तै गरी गाई जात्रामा सूर्योदय नगरपालिका वरिपरि क्षेत्रको अन्तु, समालको, सिद्धि गाउँ, पशुपति नगर होइन। हजुर। यो क्षेत्रबाट चाहिँ लाखेहरूलाई हामीले चाहिँ निमन्त्रणा गरेको छौँ। हजुर। त्यो सम्पूर्ण क्षेत्रको लाखेहरू पनि आउँछ। हजुर। त्यति बेला हामी लाखे मात्रै होइन, हामी घिमे होइन, घिङटाङ घिसी अथवा लट्ठी डान्स सम्पूर्ण त्यो चाहिँ हामी चाहिँ प्रदर्शन गर्दछौँ। र त्यसपछि 16 गते यस सूर्योदय नगरपालिकामा पहिलोचोटि हामीले चाहिँ विभिन्न जात जातिको सङ्घ संस्थाहरू, विद्यालयहरूलाई समेटेर चाहिँ हामी चाहिँ रोपे जात्रा गर्न गइरहेको छौँ होइन। सब सङ्घ संस्था जात जातिहरूलाई एकदम एकीकृत गरेर हामी सबै एउटै हो। हाम्रो कला संस्कृति भनेको हाम्रो यो देशको चाहिँ सम्पत्ति हो भन्ने उद्देश्यले सबैलाई एकत्रित गरेर हामी चाहिँ रोपाइ जात्रा गर्न गइरहेछौँ। मलाई लाग्छ सबै जात जातिहरू तथा
स्कुलहरूबाट चाहिँ हामीले सकारात्मक हामीले चाहिँ एउटा उत्तर पाइरहेका छौँ र उहाँहरूले चाहिँ एकदम हामीलाई उत्प्रेरणा दिइरहनु भएको छ ल गर्नुहोस् हामी तयार छौँ भन्नु भएको छ र सम्पूर्ण भेला भएर हामीले रोपाइ जात्रा गर्दैछौँ भने हामी 19 गते कृष्ण जन्माष्टमीको दिन चाहिँ हामी लाखेलाई विसर्जन गर्छौँ हामी यसरी यस वर्षको चाहिँ हाम्रो लाखे जात्राहरू चाहिँ विसर्जन गर्छौँ जस्तै यो सबै सेड्युलहरूमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ जस्तो लाग्छ मलाई गाई जात्राले अवश्य होइन अवश्य। र गाई जात्रालाई लिएर यो लाखे समाजलाई लिएर सूर्योदय नगरपालिका नगरबाट चाहिँ तपाईँहरूले कस्तो अपेक्षाहरू राख्नु भएको छ र अहिलेसम्म मिल्दै गरेको साथ सहयोग कस्तो छ हजुरलाई हामीले सूर्योदय नगरपालिकालाई हामी के भन्छौँ भने यो एउटा नेवारको मात्रै कला संस्कृति होइन यो एउटा देशको पहिचान हो देशको सम्पत्ति हो र सूर्योदय नगरपालिकामा त अझ हाम्रो चाहिँ सांस्कृतिक पर्यटनलाई पनि विकास गर्नको लागि सूर्योदय नगरपालिकाले हामीलाई चाहिँ एकदम धेरै सहयोग सकारात्मक भूमिका खेलिदिनुहुन्छ भन्ने चाहिँ हामीले आश गरेको छौँ हरेक कुरोमा अर्थको आवश्यकता पर्छ हजुर जति हामीसँग आर्थिक स्थिति हामीसँग बलियो हुन्छ तब हामीले भने जस्तो कार्यक्रमहरू चाहिँ अगाडि ल्याउन सक्छौँ र यस विषयमा पनि सूर्योदय नगरपालिकाले सकारात्मक भूमिका खेलेर हामीलाई सहयोग गर्नुहुन्छ भन्ने हामीले विश्वास लिएको छौँ गत साल पनि हामीलाई चाहिँ सूर्योदय नगरपालिकाबाट केही आर्थिक सहयोग प्राप्त भएको थियो र यसपालि पनि आर्थिक सहयोग प्राप्त हुँदैछ भन्ने हामीले सोचेका छौँ जस्तै यो धेरै माझलाई है कन्ट्रोल गर्नको लागि मिलाएर लानको लागि सायद मलाई जहाँसम्म लाग्छ हजुरहरूको नेवार हाम्रो जुन यो नेवार समाज छ समाजले मात्रै धान्न अलिकति मुस्किल होला जस्तै नगर प्रहरी भयो सूर्योदय नगरपालिकाबाट दिने नगर प्रहरी सशस्त्र प्रहरी बलहरूलाई चाहिँ साथ सहयोग माग्दै गर्नुपर्दाखेरि तपाईँ कस्तो प्रकारले माग्नुहुन्छ र अहिलेसम्म प्रहरी बलहरूबाट हजुरहरूले पाउनुभएको सहयोगहरू चाहिँ कस्तो छन् धन्यवाद यस प्रश्नको लागि हामीले यो मास धेरै हजारौँको मास हुन्छ होइन त्यसलाई कन्ट्रोल गर्न हाम्रो समाजका स्वयंसेवकहरू छँदैछन् अन्य समाजदेखि बाहिरको हाम्रा दाजुभाइहरूले पनि त्यतिकै सहयोग गरिराख्नु भएको छ र हामीले के अरे जनपद प्रहरी सशस्त्र प्रहरी र नगर प्रहरीलाई पनि हामीले पत्रचार गरेर हामीले चाहिँ सहयोग गरिदिनको लागि चाहिँ हामीले अनुरोध गरेका छौँ त्यसअनुसार प्रहरीहरूले हामीलाई चाहिँ सहयोग गरिराख्नु भएको छ जस्तै लाखे नाच्दै गर्दाखेरि भावी पिँढीलाई पनि हेरिन्छ है यो समाजमा चाहिँ तपाईँको संस्कृतिलाई जोगाएर लगौँ भन्ने जुन प्रकारको पिँढीहरू छ नि आउँदो पिँढीहरूले यो लाखेलाई कस्तो दृष्टिकोणले हेरेको छ एकदम महत्त्वपूर्ण प्रश्न हो हामीले हाम्रो 4 पुस्तादेखि पुस्ता हस्तान्तरण गर्दै गर्दै हामी कहाँ आइपुगेको छ अब हामीले पनि आगामी पुस्ताहरूलाई चाहिँ हामी पुस्तान्तरण गर्नुपर्ने छ यो यसकै सिलसिलामा चाहिँ हामीले चाहिँ सबै साना नानीहरूलाई धिमे बाजा बजाउनेदेखि लिएर नेवारी डान्स लाखे नाचमा चाहिँ हामीले ट्रेनिङहरू दिइरहेछौँ र सानो बालबच्चाहरूले पनि सकारात्मक रूपले चाहिँ ट्रेनिङमा चाहिँ भाग लिएर चाहिँ आफ्नो पुस्तान्तरण गर्नलाई चाहिँ एकदमै उत्साहित छ हजुरलाई धेरै धेरै धन्यवाद अध्यक्षज्यू धन्यवाद हस् धन्यवाद